आखिर किन रुन्छन् हर्क साम्पाङ? हर्क साम्पाङ तपाईँ हामी सबैले चिनेको नाम हो। देशमा विकृति, विसङ्गति, भ्रष्टाचार, नातावाद, कृपावाद चलिरहेका बेला केही स्वतन्त्र व्यक्तिहरूको राजनीतिमा उदय भयो। त्यो मध्येका एक चर्चित पात्र हुन् हर्क साम्पाङ। उनका समर्थक पनि उत्तिकै छन्, आलोचक पनि उत्तिकै छन्। कतिपयलाई उनी बोलेको मन पर्दैन, कतिपयलाई उनले काम गरेको नै मन पर्दैन, तर कतिपयलाई उनले काम गरेको असाध्यै मन पर्छ। खानेपानीले काकाकुल बनेको धरानलाई धरान नगरपालिकाको एक सुखा पनि खर्च नगरिकन श्रमदानबाटै खानेपानीको व्यवस्था गरे। खानेपानीकै लागि भनेर केपी शर्मा ओलीसँग उनले रित्तो गाग्री बोकेर भेट्ने प्रयास गरे। हरेक हिसाबले धरानलाई सुन्दर बनाउन श्रमदान गरेर पार्कहरू निर्माण गर्ने, सरसफाई अभियान नियमित रूपमा गर्ने, विकास निर्माणमा तलमाथि हुनै नदिने, कर्मचारीहरूलाई गलत गर्नै नदिने, कति बेला उज्यालो हुन्छ र देश र जनताको सेवा गरौँ भन्ने भावना राख्ने हर्क साम्पाङ धेरै पटक रहेको मिडियाहरूमा देखिएको छ। अब तपाईँ कमेन्ट गर्नुहोस्, साँच्चीकै तपाईँलाई के लाग्छ? हर्क साम्पाङ किन रुन्छन् बारम्बार? आफ्नो प्रतिक्रिया लेख्न नभुल्नुहोला।